Please call me, baby. I'm waiting. I'm waiting your call. Hey, गुरुङनी हट मुझे अब त तसँग यत्रो नि आउँछ दाइ यो हजुरको एक्स हो कि कहिले पनि यो चीज कसैको पनि हुँदैन यो सबैजनाको हो पर्सनल मेरो भन्न मिल्दैन वाउ क्या ह्यान्डसम केटा यार आई लभ यू बाबु प्लिज मेरो रिक्वेस्ट एक्सेप्ट गर न गुड मर्निङ सर सिट डाउन ओइ तिमीहरू किन नउठ्या मन लागेन यो के तिमीहरूको बाउको स्कुल हो जे मन लाग्यो त्यो गर्न अनि तिमीहरूको आँखा त रातो रातो छ त ए तिमीहरू गाजा त खान्नौ अब खाइरा हुन्छु म त जडिया हो मुजेहरू बक्सोदी गर्न बन्द गर अब पढ्नमा ध्यान देऊ अनि स्टुडेन्टहरू आजको दिन कस्तो गयो तिमीहरूको लाडो जस्तो मुजी जे पायो त्यही बोल्छौ नेपाली केटाहरूले खतरा नयाँ तरिका ल्याउनु परेन अब यिनीहरूलाई के भन्नु म यदि मेरो चल्थ्यो भने यिनीहरूलाई म रेस्ट्रिकेट गरिदिन्थे के मेरो के दोष त्यसमा अनि मलाई त तिमीहरूको हरकत देखेर लाग्छ कि अस्ति त्यो टोयलेटको सिट मागेर पानी चाहिँ बाहिर फ्याल्ने मान्छेहरू तिमी नै हो भनेर म होइन म त्यो होइन ओइ छल र लिल तिमीहरू त होइनौ नि सर अब यो टोयलेटको खाल्टोमा कसले हाल्दैछ कसले हाल्दैछ हेर्नु बन्द त देशमा के चल्दैछ त्यो हेर्नु न मान्छेहरूले यहाँ देश बेचेर खाइसके होइन के बेच्यो फेरि चुप तिमीहरूको मोती हेर्दा त मलाई लाग्छ कि तिमीहरूले पेट कसरी पाल्छौ काम गरेर पैसा कमाएर अनि पैसा चाहिँ कसरी कमाउँछौ अरे यार प्लिज तिमीहरूको म खुट्टा ढोक्छु बाहिर यदि तिमीहरूलाई कसैले सोध्यो तिमीहरूलाई कसले पढाउँछ भनेर मेरो नाम नलिनु मलाई सर नभन्नु सर हजुरलाई बाहिर सर कसले पो भन्छ र आफ्नै बेइज्जत हुन्छ क्या म्याचको के भन्छौ अनि पाक्लु तिमीहरू धेरै भएको छौ अब तिमीहरूलाई म लटले पिटेर नै मारिदिन्छु काल आए जस्तो अरे यार मैले त मजाक गरेको यो पागललाई स्कुलदेखि भेज त कोही अब खाइरा हुन्छु म त जडिया हो म त दारू हानिरा हुन्छु